हाम्रो न्यू इयर सल्युशन्सको फार्मेसी सफ्टवेयरको बारेमा त हजुरहरूलाई जानकारी छँदैछ। आज चाहिँ हाम्रो क्लाइन्ट्सहरूले सोधेको क्वेशनको एन्सर हाम्रो सुरेश सरसँग जानौँ है त। सुरेश सर, हजुर म्याम भन्नुहोस्। हाम्रो चाहिँ क्लाइन्टहरूले मोस्ट आस्क्ड क्वेशन चाहिँ ब्रेकेज इस्यु कसरी गर्ने भनेर रहेको छ। यसको हाम्रो सफ्टवेयरमा कुनै सल्युसन छ त? हजुर छ नि म्याम, बुझौँ है त म्याम। सर, त्यसको लागि चाहिँ हाम्रो फर्स्ट अफ अल यहाँनिर छ स्टक इस्युमा जानुपर्ने हुन्छ है त म्याम। त्यहाँ गएपछि चाहिँ हामीले सबै जति पनि हाम्रो एक्सपायर स्टकहरू छ त्यो चाहिँ हामीले चाहिँ स्टक इस्युबाट गएर हामीले स्क्यापमा राखिन्छ है। त्यसपछि चाहिँ बल्ल हामीले ब्रेकेज इस्युको प्रोसेस गरिन्छ है। त्यसको लागि चाहिँ हामी यहाँनिर ब्रेकेज इस्युमा गएर त्यसपछि ब्रेकेज इस्युमा जानु पर्यो। त्यसपछि यहाँनिर तपाईँको डेट हुन्छ, कुन डेटमा तपाईँले रिटर्न गर्नु खोज्नु हुँदैछ है। त्यहाँबाट तपाईँले सेयर गर्नु सक्नुहुन्छ। यहाँबाट चाहिँ कुन चाहिँ सप्लायर्सलाई रिटर्न गर्दै हुनुहुन्छ हैन। त्यसरी यहाँनिर इन्टर गर्नुभयो। इन्टर गरेपछि तपाईँले यहाँनिर सेयर गर्न सक्नुभयो है। यसरी यहाँ रिटर्न राख्न सक्नुभयो, के भयो हैन, त्यो प्रोसेस तपाईँले यहाँनिर राख्न सक्नुहुन्छ। यसरी मैले चाहिँ ड्यामेज भनेर राख्दै इन्टर गर्न सक्नुभयो। यहाँबाट तपाईँले सिम्पली कुन चाहिँ रिटर्न गर्दै हुन्छ है त्यो तपाईँले यहाँनिर प्रेस गर्न सक्नुभयो यसरी है। अनि कति क्वान्टिटी तपाईँले रिटर्न गर्दै हुन्छ त्यो राख्न सक्नुभयो यहाँनिर है। यसरी राखेपछि तपाईँले यहाँनिर सिम्पली सेभ गर्न सक्नुहुन्छ। यसरी चाहिँ तपाईँको ब्रेकेज इस्यु हुन्छ है त म्याम। र सर, हाम्रो क्लाइन्टहरूको चाहिँ अर्को क्वेशन चाहिँ एक्सपायरी र नियर एक्सपायरी रिलेटेड रहेको छ। यसको लागि हाम्रो सफ्टवेयरमा कुनै फिचरहरू छ त? मजाले मिल्छ नि म्याम। त्यसको लागि चाहिँ हामीले फर्स्ट अफ अल के गर्नु पर्यो भन्दाखेरि यहाँनिर छ हाम्रो स्टक भन्ने छ नि हैन। स्टकमा गएर तपाईँले सिम्पली यहाँनिर अप्सन देख्न सक्नुहुन्छ, एक्सपायरी स्टक र नियर एक्सपायरी स्टक हैन। तपाईँले दुईटै हेर्न सक्नुहुन्छ। तपाईँलाई कुन चाहिँ नियर एक्सपायरीमा गएर तपाईँले नियर एक्सपायरी थिच्न सक्नुभयो है। यहाँ अप्सन खोल्छ, यहाँनिर तपाईँले एक्सेप्ट गरिदिएपछि चाहिँ तपाईँको यहाँनिर प्रपरली मजाले तपाईँले पाउन सक्नुहुन्छ है। यो चाहिँ तपाईँको नियर एक्सपायरी भयो। एक्सपायरीको पनि तपाईँ त्यही छ है। यहीँनिर जान सक्नुभयो, एक्सपायरीमा क्लिक गर्नुहोस् है। यहाँबाट गएर एसमा थिच्नु तपाईँले यहाँनिर प्रपरली रिपोर्ट पाउन सक्नुहुन्छ है त। आज चाहिँ हामीले हाम्रो क्लाइन्टहरूको मोस्ट आस्क्ड क्वेशन्सको एन्सरहरू दियौँ। यस्तै फिचर्सहरूको लाभ उठाउनलाई न्यू इयर सल्युसन्सलाई सम्झिनुहोस्।